गाइजहरु हामी चाहिँ यसो आज ओरिजिनल खाने प्लानमा छौं। बाँस कटिङ हुँदैछ हल्का। साथीहरु पार्टी गाउँबाट आउनु भएको छ है। बाँस पनि ढलिसकेको छ। के गर्ने? हान्नु भने हान्नुम नहान्नु भने न त्यही हो। यसरी अब बाँसको भर्याङ बन्दैछ यहाँनिर। चढेर चाकै टिपेर ल्याउँ जस्तो लागेको छ। यिनीहरूले 2 दिन लाउने लिँदै ल्याइदियो नि यस्तरी बन्दैछ यसको पुल्ठो चाहिँ। यहाँ माथि यस्तो तरिकाले भर्याङ बन्दैछ यहाँनिर। साथीहरूले एकदम मेहनत गर्दैछन्। अरे यो त लाइटवाला रहेछ त ज्याकेट पनि। यो भाइको बानी बान्नदै नै छु नहल्ला न छोड्दै बान्नदै नै छु। ल ठ्याक्कै भेटाएको छ अहिले चाहिँ। आगो पनि लगाइसक्यो। हन्टिङ भइरहेछ यहाँनिर चाहिँ। आगो मजाले लागिरहेछ। कति 100 मिटर माथिको रुख हो यो चाहिँ। हेरौँ कति टाइम लाग्ने हो। 10-15 मिनट चाहिँ भइसक्यो हैन आगो लागेको। अब केही समय त्यो आगो निबुन्जेल चाहिँ हामी त्यत्तिकै छोड्दिन्छौँ। त्यस पछाडि भनेको माथिबाट निकाल्ने काम हुन्छ। ल यहाँ भुइँभरि चाहिँ माउहरू यसरी मरिरहेछन्। कुनै कुनै जिउँदा पनि रहेछन्। ल कालो अरेङ्गालो है। आज त हाम्रो शिकार अब यहाँ कत्रो कत्रोहरू पनि छ हेर। कुनै कुनै त ठुल्ठुलोहरू अलिअलि बच्चा पनि झरेको रहेछ। माउ त के टिप्नु खाइदिउँ न। यही भयो नि एनर्जी हुन्छ है। जो झरेको रहेछ यार। ठाउँमै भेटेकै रहेछ नि। नभेट्दा कहाँ झर्छ यसरी। यहाँ तल तलसम्म रहेछ। बच्चा चाहिँ कत्रो छ? जिउँदैछ नि हेर। टोक्टेलाई टोक्छ है यसलाई। माकुरा हो त्यो। माकुरा भने ला 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 चप्पल भित्र छिरे जस्तो। यसले कन्डो पुरा निकाल्दैछ है। यसले टोक्नको लागि क्या यसको पछाडिबाट हो नि त टोक्ने। केटाहरूले यस्तरी भेला गर्दैछ नि। यहाँ छ क्या यहाँ तलतिर छ क्या। मालै माल छ नि। यता चाहिँ त भाइ। तर अब बच्चा चाहिँ कति छ माथि भन्ने कुरा हो। यहाँ छ यहाँ। ओ मा कत्रो कत्रो हो यी। के हो यस्ता? यिनी टिप्नु यी ठुला परेन ओ यी ठुला टिप्नु परेन। प्लास्टिक ल्याउनु प्लास्टिक फेटमा यसले भतिक मैले पादेरै ल प्रोफेसनल चाहिँ हाम्रो सञ्जय सर र हाम्रो गजे सर चाहिँ माथि रुखमा चढेर अब माल कति निस्किन्छ भरे उहाँहरूले फुलमाला सहित सम्मान पनि हुन्छ। ठिक छ एकदम। सर चाहिँ माथि माल झार्नलाई चढ्दै हुनुहुन्छ माथि। अब हेरौँ माथिबाट कत्रो निस्किन्छ। एकदमै साथीहरूले दुःख गर्दैछन्। ठेल्दैछ केटोले। त्यसको गोला चाहिँ बोक्रा झर्दै होला। डरसँग है डर बिस्तारो आगो लाग्यो आगो लाग्यो। लाग्दैन लागिसक्यो कस्तो लाग्यो। जानु हो यता। भाइ चाहिँ फेरि कस्तो हुरिएर जग्गा क्या।
यो आगो बढो भने त निभाउन सकिँदैन नि। भिर छ कान्छ त्यहाँदेखि उँधो त जम्न अनि सबैजना हेरिरहेको छ यहाँ टर्च देखाइदिँदैछ ल भुइँमा पनि अलिअलि झरेको छ यो मालहरू बटुल्ने काम हुँदैछ बच्चा चाहिँ भुइँभरि भएछ है बच्चा चाहिँ भुइँभरि झरेको अवस्था आम्मा सेतै कति सो कि के हो र नि यो डुङ्गा हो आङ्गा हो पेगिर हो चम्बे सब भुइँभरि बच्चा खसेको कारणले गर्दा त्यो देख्दा त लोभ लाग्यो त्यति धेरै माल चाहिँ निकाल्न पाइएन एक पोरा चाहिँ निकालिएको छ यता पनि एक प्लास्टिक छ अघि भाटा लगेको भए राम्रो हुन्थ्यो हौ ल माल एकमुष्ट निकाल्न चाहिँ सकिएन घोच्दा घोच्दा यस्तो खालको टुक्रा टुक्रा भयो यता पनि लगभग आधी केजी जति निस्केको छ यहाँ टन्नै छ अझै यता पनि अब 3 भागको 2 भाग चाहिँ हाम्रो पार्टी गाउँले साथीहरूले लिएर गए अरू चाहिँ यहाँ छँदैछ है त ल हेर्नुहोस् है माल चाहिँ यति निस्किएको छ अब चट्टसँगले यसलाई फ्राई गर्ने हो फ्राई गरेर यसलाई खाने हो कराई तात्दैछ जिरा फ्राई हुँदैछ है ल फ्राई हुँदैछ स्पेसल फ्राई ल फाइनल्ली प्लेटमा पनि आइसकेको छ यसलाई अब सोच राखिदिने हो टेस्ट कस्तो छ दामी छ हैन ल आजको हाम्रो भिडियो चाहिँ यति नै रहेको छ है त यता यिनीहरू पनि खाना एकदम खोज्दैछन्